यो चाहिँ हाम्रो लामपोखरीमा रहेको साइड हो होइन। यो सिसा यो सिसा यो सिसा यो सिसा है सफा गर्नुपर्ने। अनि यो फ्लोरमा सामान्य कुचो लगाइदिनु है। अनि त्यस पछाडि यो सिसा यहाँ दुईवटा भयो है। दुईवटा 3 4 5 6वटा सिसा विन्डो। यसले 7वटा यो एउटा टोइलेट भयो। 7वटा 8 9वटा नै माथि छ। 9 10वटा भनिदिउँ है। त्यस पछाडि यो खोल बनाएर चाहिँ यसको यो पेटी चाहिँ गर्नु पर्यो। यो तलको भाइ गरिदिनु। उता चाहिँ छतमा चाहिँ पर्दैन भनेछ है। अनि यताको यो यति परिवारले जस्तो फोहोर गराएर रहेछ। यति चाहिँ सफा गरिदिनु है। यो भर्याङ भइहाल्यो। यो भर्याङ त्यसरी यो अर्को दोस्रो टोइलेट भयो हाम्रो। यो टोइलेट त्यस पछाडि यही भर्याङ भइहाल्यो। केही गर्नु परेन। ए हुन्छ यसको नि अब त्यो बाहिरको त्यो पेटी चाहिँ यसको चाहिँ यो पेटीदेखि यतापट्टि यो छतसम्म नै गरिदिनु पर्यो। त्यस पछाडि यो सोफा 15 सिट छ है। विथ कुसन सहित है। यो कुसन मिरर अगाडिको भइहाल्यो। त्यस पछाडि यो 6वटा चियर छ। यो चियर सफा गरिदिनु। त्यस पछाडि यो किचन भयो। किचनको टाइल भइहाल्यो। अनि एउटा चिम्नी। त्यस पछाडि यो बाहिरमा चाहिँ सतेज मात्रै सफा गरिदिनु भनेको। त्यस पछाडि यो टाइल सफा गर्नु पर्यो होइन। यो टाइल सफा गरिदिनु। यो भित्र पनि परिहाल्यो नि सर? पर्दैन। मिरर त पर्यो। मिरर चाहिँ गरिदिनु न। यो मिरर परेन। त्यस पछाडि यो रेलिङको टपहरू सबै पऱ्यो है। यो रेलिङको टपहरू सबै। अनि यहाँ के छ सर? अघि हामी गएको रुम हो नि त त्यो। भइहाल्यो नि गरेर यति सफा गर्नु।